जी हजुर राधे श्याम। जय श्री राधे जय माता दी। नवरात्रिमा कुन चाहिँ देवीको कुन चाहिँ आराधना गर्नुपर्छ? यहाँ चण्डीमा भनिएको छ, प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी तृतीयं चन्द्रघण्टेति कुष्माण्डेति चतुर्थकं पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनेति च सप्तमं कालरात्रिति महागौरीति चाष्टमं नवमं सिद्धिदात्री च नवदुर्गा प्रकृतिता। यी नौ दुर्गा हुन्। प्रथम शैलपुत्री माताको पूजन हुन्छ, द्वितीय ब्रह्मचारिणी, तृतीय चन्द्रघण्टा, कुष्माण्ड माता चतुर्थ, पञ्चम स्कन्द माता, षष्ठ कात्यायनी, सप्तम कालरात्रि, महागौरी अष्टम। जो आज हामीहरूले जो पूजन गरियो महागौरीको पूजन गरियो। भोलि नवदुर्गा सिद्धिदात्री माताको पूजन हुन्छ र यसै प्रकारले माताहरूको 9 स्वरूप छन्। माताहरूका ती 9 स्वरूपहरूको पूजन हुन्छ।